नमस्कार साथीहरू। अहिले चाहिँ ठ्याक्कै चाहिँ तपाईँको 2 बज्दैछ र हामी चाहिँ बिहानको 2 बज्दैछ र हामी चाहिँ जनकपुर धामसम्मको यात्राका लागि चाहिँ तयारी गरिराखेका छौँ। आज चाहिँ जनकपुर जाने भन्ने चाहिँ कुरो छ र गएर बेलुका फर्कने, बेलुका चाहिँ 10 बजीसम्ममा घर फर्किने भन्ने प्लान छ होइन। अब हामी जानका लागि चाहिँ छोरी सान्वी तयारी भइसकेकी छन् अनि त्यसपछि मेरी श्रीमती छिन् यता नानीलाई जुत्ता लगाउँदैछिन्। बाबु कपडा लाउन गएको छ, कपडा लाएर चाहिँ निक्लिया छ, बाबु यता छ होइन। अनि अब यता चाहिँ हामी चाहिँ जनकपुर धाम जाने तयारी गर्दैछौँ। उताबाट चाहिँ भाउजूहरू गाडी लिएर यतै आउने कुरो छ होइन। लगभग 11-12 जना हामी जाँदैछौँ। अब हेरौँ दाइ भाउजूहरू कति बेला आइपुग्नुहुन्छ। अनि त्यस पछाडि चाहिँ हामी जनकपुरका लागि चाहिँ प्रस्थान गर्दैछौँ होइन। अब नानी पनि चाहिँ एकदम चाहिँ खुसी छ, जनकपुर जाने भनेर एकदम खुसी छ, बाबु पनि त्यस्तै खुसी छ। हामी चाहिँ जाने तयारी गर्दैछौँ। अब जनकपुर धाम के कस्तो रहेको छ होइन, अब हाम्रो अनुभव कस्तो रहन्छ त्यो चाहिँ मैले तपाईँलाई पछिको अब देखाउने नै छु भिडियोमा पुरा है, हेर्नु होला। अब हामी चाहिँ निक्लिने चाहिँ तयारी पनि गर्दैछौँ होइन। अब बाहिर अँधेरो छ, निकै नै अँधेरो छ है। बल्ल 2 बज्दैछ, मान्छेहरू कतै उठेका छैनन् होइन। अब हामी चाहिँ गाडी पर्खिँदैछौँ, गाडी आउँदैछ। अब कति बेला आउँछ है, अहिले म गाडी कति बेला आउँछ म तपाईँलाई गाडी आएको बेलामा पनि मैले खबर गर्छु गाडी आयो भनेर। अनि त्यस पछाडि चाहिँ जनकपुर धाम जाँदाको बाटोमा देखिने दृश्यदेखि त्यहाँको अवस्था के कस्तो छ भन्ने कुरा पनि भिडियोमा प्रस्तुत गर्नेछु है त। गाडी आउनु टाइम लाग्ने छ होइन। अब मन्दिरमा उहाँ जनकपुर धाम मन्दिरमा जाने भएको भएर यसो चाहिँ अलिअलि फुल धुप अक्षता यसो चाहिँ घरबाट बनाएर लिएर जाने भन्ने कुरो हो होइन। मन्दिरमा पनि पुग्नु भएको भएर अनि त्यो भएर छोरो चाहिँ उता बाहिर दुबोहरू टिप्नु जानला। नानी र म चाहिँ यता फुल टिप्दैछौँ अलिअलि, बाँकी त वहीँ चाहिँ ल्याउँला होइन। अब पूजाआजा गर्ने अक्षता धुप होइन, तै पनि अब घरबाट जाने भएपछि बत्ती धुप अनि त्यस पछाडि फुल अलिकति घरबाटै चाहिँ लिएर जाऊँ भनेर चाहिँ हामी फुल टिप्दैछौँ। गाडी आउँदाको बिचमा हाम्रो चाहिँ तयारी लगभग भइसकेको छ। अब हामी गाडी पर्खेर बस्ने क्रममा मात्रै छौँ। अनि छोरी कतिको खुसी छन् त नि आज जनकपुर जाने भनेर, कति खुसी छौ? बेसरी खुसी छौ? जनकपुर कस्तो छ होला जस्तो लाग्छ त नि तिमीलाई? जोस् अब गएपछि थाहा हुन्छ नि त होइन। तै पनि मनले त सोचिहाल्यो नि त यस्तो छ भन्ने कुरो, यस्तो होला भन्ने त सोचेकी छौ होला नि त होइन। जोस् छोरी चाहिँ खुसी छौ नि छोरी? अनि दादा कतिको खुसी भइसकेको नि? दादा कतिको खुसी छौ नि? जनकपुर कस्तो छ भन्ने कुरामा एक्साइटेड छौ? ठिक छ। अब हामी फुल टिप्दैछौँ होइन। अनि अब गाडी पनि आउँछ अनि त्यसपछि जाने है। मेरी श्रीमती चाहिँ यहाँ फुल टिप्दैछन्। निकै चाहिँ नि कसी हौ त, कस्तो लाग्यो नि तिमीलाई? रमाइलो लाग्यो मन्दिरमा चाहिँ पूजा गर्ने होइन, सबैजना फ्यामिली जाने भनेर चाहिँ खुसी लागेको। ल गाडी कति बेला आउँछ है। अब चाहिँ हामीले चाहिँ नि चाबी लगायौँ ढोकाको होइन। गाडी पर्खेर बसिरहौँ हामी सबैजना होइन। अब गाडी कति बेला आउँछ भनेर अब चाहिँ ट्याक्क गेट लगाउन मात्रै बाँकी छ। अनि त्यस पछाडि गाडी आएपछि ट्याक्क गेट लगाउने अनि त्यसपछि जाने भनेर बसेका छौँ। अब हेरौँ गाडी कति बेला आउँछ। खै भनेको समयभन्दा त धेरै नै भइसक्यो होइन। अब उताबाट गाडी आएन, यता चोकबाट गाडी चाहिँ यताबाट आउँछ होइन। अब अहिलेसम्म गाडी आएन, अब कति बेला आउँछ
अनि अब चाहिँ हामी जाने तयारी गरिसक्यौँ। छोरी पनि कति बेला गाडी आउँछ भनेर हेर्दैछिन् होइन छोरी? दिदीहरू माई मामा सबैजना आइसिन्छ भनेर दिदीहरूसँग भेट हुन्छ भनेर छोरी खुसी छन्। आमा छोरा यता छन्। अब गाडी पर्खिँदैछ भाइ, गाडी कति बेला आउँछ, छोरी यहाँ गाडी कति बेला आउँछ भनेर हेर्दैछन्। गाडी आयो जाने गाडी आयो, गाडी आयो ल जाने ल तिम्रो पानी सुन त गाडी आयो जानु न। गाडी आयो अब चाहिँ गाडी आयो, गाडी आयो ल, गाडी आयो ल। नमस्कार है, नमस्कार। काटीगढ निकाल्नु भयो? निकाल्दैन हावा नमस्कार है। चेन्ज गर्ने के टायर त छ खोल्नै सकेन। ल अब दाई भाउजू हामी सबैजना ल दाईको गाडी आइपुग्यो। बजार पुग्छ मजाले पुग्छ ल दाई हजुर नमस्कार है, नमस्कार ल, नमस्कार है, नमस्कार ल। भाउजू नानीहरू यता भित्र हुनुहुन्छ। बाबुलाई यो कान्छाला चाहिँ पठाइदिउँ। नानी बाबु अनि सानो भाउजू खै त नि पछाडि पछाडि तिमी यही मम्मी बाबाको कहाँ बस्ने अरे अब? तिमी ल यसो गर त। ए हामी यहाँ बस्ने हो? भाउजू नि पछि यस्तो पछि बिचमा चाहिँ खाजा खाने बेला चार्ज गर्ने बेला फेरि चेन्ज गरे हुन्छ। ए हुन्छ हुन्छ। यसो हेर ठिक छ। ए हाम्रो चाहिँ यहाँ भाइ तिमी यताबाट यसो बाबासँग बस न। के छ त नानीहरूको खबर? ठीक छ। नानीहरू ल अब गाडी चढियो है। ल बस सजिलो ल। अब गाडी चढियो, यात्रा सुरुवात भयो। यहाँ चढ्दै हुनुहुन्छ भाउजू दिदीहरू। भाउजू नमस्कार है, नमस्कार ल, नमस्कार है, नमस्कार। पातल पातल हुँदैन खाइरहेको। अब हामी यति नै हो लिएर गएको मोटा मोटा भाउजू, हामी के यति नै हो। अब यति नै हो। बाबु त बस्न मिल्यो नि त्यहाँ? हामी यति चाहिँ सबै चाहिँ हाले माया भयो यत्रो काटी केटा अगाडि राखिदिनु नि बाबुलाई। ओ नोट बल्टु बढ्या रहेछ। मङ्गलपुरबाट अब बजार लगेर हेरी खोलेको यता फर्के हेरी हो। अब त्यहाँ चाहिँ हटाउँदिनु ती। हामी चाहिँ यहाँ गाडीको टायर पङ्चर भएर यहाँ चाहिँ गाडी बनाउने ठाउँमा आइपुग्यौँ। यो चाहिँ कुन ठाउँ हो दाइ? यो राज दाइ यो कुन ठाउँले भाइ यो? रजैया, बासमणी हालदेखि अगाडि हैन? रजैया भन्ने ठाउँमा चाहिँ यहाँ टायर बनाउन लाग्यो। यहाँ चाहिँ हामी सबैजना यहाँ बसिखा। अरूले चिया खानु भएको छैन, म त अब चिया खान लाग्यो।
तर जाडो जाडो छ बिहान चाहिँ चिसोमा नुहाएको भएर जाडो जाडो छ त्यो भएर चाहिँ त्यो चिया खानलाई यो गाडीहरू चाहिँ आउँदैछ अब यहाँ चाहिँ यो टायर बनाएर चेन्ज गरेपछि अनि त्यस पछाडि चाहिँ अब निरन्तर यात्रा चाहिँ निरन्तर हुन्छ होइन गाडीहरू चाहिँ ट्रकहरू लस्कारे ट्रकहरू छन् है अब टायर बनाएपछि अब यहाँबाट अगाडि बढिन्छ सबैजना चाहिँ ओर्लिएपछि गाडीबाट ओर्लिएपछि चाहिँ जाडो जाडो भएर वैभव यहाँ नानी भाउजू होइन अनि यहाँ सबैजना हाम्रो ग्रुप चाहिँ यही हो हामी चाहिँ यो गाडी बिग्रिएर त्यो टायर पङ्चर भएर चाहिँ बसेका थियौँ अनि यहाँ चाहिँ पसल छ क्या होइन पसलमा चाहिँ मैले दाइसँग चाहिँ सोधेको थिएँ क्या यो मनहरी गाउँपालिका वार्ड नम्बर कति रे दाइ हो वार्ड नम्बर 9 वार्ड नम्बर 9 अन्तर्गत चाहिँ तपाईँको यहाँ पसलहरूमा यो क्षेत्रमा होइन भोलाहरू चाहिँ खासै चाहिँ नि भोला गुर्खा चाहिँ ब्यान्ड छ अरे क्या है सबै ठाउँमा चाहिँ यसरी नै ब्यान्ड भइदिएदेखि चाहिँ धेरै चाहिँ क्यान्सर रोगीहरू हुनबाट चाहिँ जोगिने रहेछ क्या है अब किन चाहिँ ब्यान्ड गर्यो भनेर सोधेको दाइलाई होइन दाइकै चाहिँ आवाजबाट सुनौँ है त दाइ तपाईँले क्या यो ठाउँमा क्या होइन भोलाहरू चाहिँ ब्यान्ड छ भन्नुभयो होइन के कारणले ब्यान्ड गरेको हो नि खास यो खास गरी ब्यान्ड भनेको क्यान्सर मेमोरियल हस्पिटलमा चेकअप गर्दा हजुर अब एकजना चेक गऱ्यो क्यान्सर निक्ल्यो फेरि अर्कोजना चेक गऱ्यो क्यान्सर निक्ल्यो गर्दा गर्दा क्रम बढ्दै गयो हजुर बढेर गएर अहिले 19 जना समेत क्यान्सर पीडित यही भोलाको कारणले गर्दाखेरि भयो उनीहरू रेगुलर युजर थिए भन्ने कुरो हो? एकदम कसैको चाहिँ नलीमा क्यान्सर भयो कसैको यो दुईटा जुन लक छ यो लकै भयो अब त्यो मात्रै भएन पछि खाना पनि सम्भावना उसको एकदम ब्लक भयो किनकि मुखै ओपन भयो सम्वादले खुवाउँदा पनि ओपन भएन कि मुख च्यातेर त्यसरी खुवाउनु पर्ने सम्भावना भयो तसर्थ त्यस कारणले यहाँ चाहिँ के गर्यो त भने गाउँपालिकाको अध्यक्ष हाम्रो रञ्जन कालाखेती उहाँले चाहिँ ब्यान्ड लगाउनु भयो रञ्जन कालाखेती गाउँपालिका अध्यक्ष हजुर अनि अब ब्यान्ड लगाइसकेपछि जो कानुनी प्रक्रियालाई परिमार्जित गरिसकेपछि त्यसलाई मिच्नु भनेको गलत आउँछ त्यो भनेको एकदम कानुनलाई मिचेर गर्नु भनेको कानुनलाई फिजल गर्ने त्यसैले जुन कानुन सरकारले राखेको छ गाउँपालिकाले राखेको छ त्यो कानुनलाई हामीले चाहिँ एकदम फलोअप गरेका छौँ मैले चाहिँ सर्वप्रथम त मैले फलोअप धेरै गर्दै जाने मान्छे हो सरसफाइदेखि लिएर यस्तो नराम्रो प्रवृत्ति नराम्रो पदार्थहरू नखाउँ लागु पदार्थहरूबाट वञ्चित रहौँ भन्ने नै कुरा हो दाइको शुभ नाम चाहिँ दाइ मेरो शुभ नाम अशोक राज खत्री उता कैलाली सुदूरपश्चिम वार्ड नम्बर 2 मा पर्छ मेरो बजारमा नि एउटा घर छ तीनटा चाहिँ मेरो यता गाउँ एरियामा कति साल भयो दाइ तपाईँले यहाँ यो पेसा व्यवसाय गर्नुभयो म यो सुरुवात गरेको त अब तेस्रो वर्ष लाग्दैछ यहाँ चाहिँ खोलेको मैले पहिला चाहिँ ठेला सञ्चालन गर्दै यो रजया चोकमा हजुर अनि त्यहाँ पछाडि गाउँपालिकाले त्यो अलिकति निर्माणाधीनको काम गर्नु पर्यो भनेर गर्दाखेरि मलाई त्यहाँबाट हटाएपछि अनि दाइले चाहिँ धेरै धेरै धन्यवाद होइन रञ्जन कालाखेती भन्नुभयो होइन गाउँपालिका अध्यक्ष यहाँ चाहिँ गाउँपालिका अध्यक्षकै पहलमा चाहिँ एउटा हुन्छ नि यो जुन अभियानै जस्तो रहेछ होइन यो एरियामा ब्यान्ड गरिएको रहेछ अनि अब क्यान्सरकै कारणले क्यान्सर रोगी चाहिँ नि अधिक भएको कारणले ब्यान्ड गरिएको भन्ने कुरो चाहिँ नि रहेछ होइन हुन पनि हो अब यो भोला खानेहरूको चाहिँ दाँत बिग्रिने होइन यो मुखहरू लक हुने यस्तो समस्या देखिन्छ भनेर सुनेको अब यो ठाउँको मान्छेहरू धेरै नै चाहिँ त्यसरी चाहिँ रोगले ग्रसित भएपछि ब्यान्ड भएको रहेछ होइन हुन त इन्डियामा पनि कतिपय प्रान्तहरूमा चाहिँ यो पूर्ण रूपमा चाहिँ ब्यान्ड छ होइन अब नेपालमा पनि यहाँ एउटा चाहिँ प्रथम सुरुवात यहाँबाट भयो होइन यसै गरी गोर्खाजनित पदार्थ भोला गोर्खाजनित पदार्थको चाहिँ ब्यान्ड भयो यदि भने चाहिँ समग्रमा सम्पूर्ण युवा पुस्तादेखि धेरै को चाहिँ क्यान्सर रोग लाग्नबाट चाहिँ जोगिन सक्ने सम्भावना पनि निश्चित छ भन्ने कुरा चाहिँ बुझिन्छ है हामी चाहिँ अम्लेखगञ्ज 1 नम्बर पुल लिएर आइपुग्यौँ होइन गाडी चाहिँ चार्जमा लगाएर बसिरहेछौँ
अब एकछिन गाडी चार्जमा लगाएको छ। अब हेरौँ कति बेला चाहिँ नि हुन्छ, एकछिन टाइम लाग्छ। अनि त्यस पछाडि चाहिँ फेरि हाम्रो यात्रा चाहिँ निरन्तर रूपमा चाहिँ अगाडि रहन्छ होइन। 1 नम्बर गेट अम्लेखगञ्ज है, यहाँनिर चाहिँ आइपुग्यो। अब हामी यो 6 बजेतिर चाहिँ वहीँ पुगिन्छ होला भन्ने सोचेका थियौँ जनकपुर धाम होइन। तर चाहिँ भएन, बिचमा चाहिँ नि गाडीको चाहिँ नि टायर बिग्रियो। टायर बिग्रिएपछि टायर बनाउनु पुरा समय गयो। चार्ज पनि गर्दाखेरि सम्भवतः 9 बजीभित्रमा सायद पुगिन्छ होला। हाम्रो त गाडी फेरि पङ्चर भएर हामी चाहिँ यहाँ ठ्याक्क चाहिँ सर्लाही बागमती 1 मिलनचोक भन्ने ठाउँमा आइपुगेपछि फेरि गाडी पङ्चर भयो, टायर पङ्चर भयो। अनि हामी एकछिन अब यता बसियो। हामी चाहिँ यो अल्मलिनी मेसो आयो, ढिला हुने तर पनि ठिक छ, केही छैन, यस्तै हो। कहिलेकाहीँ चाहिँ बाटोमा सवारी साधनको चाहिँ टायरहरू पङ्चर हुन्छन् होइन। अब यस्तै छ। यी हाम्रो यहाँ छोरी सान्वी चाहिँ यसरी चाहिँ नि ब्याग, सबैको ब्याग भिरेर यहाँ ब्यागको व्यापार गर्ने व्यापारी जस्तो भइछन् ल। हामी चाहिँ ठ्याक्कै जनकपुर आइपुग्यौँ है। मन्दिरतिर चाहिँ जाने, मन्दिरतिर जाने चाहिँ तयारी गर्दैछौँ। ल आऊ छोरी यता आऊ, हाँसमा त है। ल मामुले हाँसमा आउँछ ल। छोरीलाई भोग लाग्यो भने केही किनेर खाइदेऊ। यता हेर सान्दै, यता हेर्नु ल। जानकी मन्दिर आइयो, जानकी मन्दिर। जानकी मन्दिर आइपुग्यो अब है। मन्दिरभित्र नानीलाई भोग लगाएर केही किनेर खुवाइदियो। ल हामी अब ठ्याक्क गेटमा आइपुग्यौँ होइन। अब गेटबाट हेर्दै जाऊँ। अब यहाँको माहौल चाहिँ यस्तो छ। मन्दिर र हामी चाहिँ अब मन्दिरतिर चाहिँ प्रवेश गर्दैछौँ होइन। मन्दिर क्षेत्र जानकी शीतल जाम, शीतल हिँड्नु पऱ्यो। कताको केटी ए यता भिडभाडै हुँदो रहेछ है। यहाँ त फेरि लु फुल प्रसाद यो मन्दिर जुन छ जानकी मन्दिर, यो जानकी मन्दिर चाहिँ विशेष गरी चिकमगढकी महारानी वृषभानुले निर्माण गरेकी हुन्। 1967 सालमा सन्तानको चाहना राखेर उनले निर्माण गरेकी हुन्। तत्कालीन समयमा जुन यो मन्दिर निर्माणका लागि 9 लाख रुपैयाँ खर्च गरेर यो मन्दिरलाई निर्माण गरेको कारणले यो मन्दिरलाई 9 लाख मन्दिर पनि भनिन्छ। त राम जानकी मन्दिर चाहिँ तपाईँको विशेष गरी यो जनकपुर धाममा अवस्थित छ र यो जानकी मन्दिरको चाहिँ तपाईँको एउटा छुट्टै धार्मिक मूल्य मान्यता र विशेषता रहिआएको छ। त्यसो त यो मन्दिर जुन छ यो मन्दिर चाहिँ हिन्दू धर्मावलम्बीहरूको आस्थाको मुख्य केन्द्रबिन्दु मानिन्छ। यो मन्दिर चाहिँ तपाईँको कसले निर्माण गरेकी थिइन् र कसले निर्माण गरेको थियो र कहिले निर्माण भएको थियो भन्ने सन्दर्भमा चाहिँ यो मन्दिर निर्माणको सन्दर्भमा चाहिँ भारतकी टिकमगढकी महारानी वृषभानुले
चाहिँ निर्माण गरेको कुरा इतिहासमा चाहिँ उल्लेख एवं चर्चा गरेको पाइन्छ। त्यसै गरी यो मन्दिरको 1967 सालमा चाहिँ उनले निर्माण गरेकी थिइन्। विशेष गरी सन्तानको चाहना राखेर चाहिँ उनले निर्माण गरेकी हुन्। यो मन्दिर चाहिँ तत्कालीन समयमा निर्माण गर्ने क्रममा 9 लाख रुपैयाँ खर्च भएको कारणले गर्दा यो मन्दिरलाई नौलाखा मन्दिर पनि भनेर भनिन्छ। यो मन्दिर चाहिँ टोटल यसको एरिया चाहिँ निकै ठुलो छ, तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ होइन। अझ यहाँ घुम्नका लागि धेरै स्थानहरू छन्, धेरै चाहिँ क्षेत्रहरू छन्। यो मन्दिर चाहिँ टोटल 4860 वर्गफिट क्षेत्रफलमा फैलिएको छ। त्यसै गरी यो मन्दिरको उचाइ जुन छ नि, यो तपाईँले देख्न सक्नुहुन्छ। यो मन्दिरको उचाइ चाहिँ जुन छ 50 फिट उचाइ रहेको छ। यो चाहिँ तपाईँको वास्तुकलाको एक उत्कृष्ट कला कौशलको अनुपम नमुना पनि हो। यो मन्दिरसँग चाहिँ विशेष गरी त्रेता युगसँग पनि सम्बन्ध छ। यो मन्दिरको विशेष गरी हिन्दूहरूको पवित्र ग्रन्थ रामायणसँग पनि सम्बन्ध राख्छ यो मन्दिरले। त्यसो त माता सीताको जन्मस्थलीको रूपमा मानिन्छ धनुषा धामलाई। र तपाईँको विशेष गरी त्रेतायुगमा चाहिँ राजा जनकको मिथिला राज्यको राजधानी पनि थियो यो जनकपुर धाम। र त्यस पछाडि तपाईँको अहिले जुन छ, अहिले चाहिँ यो मध्य प्रदेश अन्तर्गत पर्छ। त्यसो त यो मन्दिर चाहिँ जुन निर्माणको चाहिँ तपाईँले यो मन्दिरको चाहिँ जुन दृश्य हेर्नुहुन्छ, तपाईँले अन्यत्र देखेका मन्दिरहरूभन्दा निकै भिन्न र आकर्षक चाहिँ शैलीमा चाहिँ निर्माण गरिएको देख्नुहुन्छ। यो मन्दिर चाहिँ विशेष गरी तपाईँको यो मन्दिर चाहिँ जुन छ, यो चाहिँ तपाईँको मुगल शैलीमा चाहिँ निर्माण गरिएको मन्दिर हो। र यो मन्दिर चाहिँ विशेष गरी 1894मा चाहिँ शिलान्यास गरी सन् 1911मा चाहिँ यो मन्दिरको निर्माण सम्पन्न भएको थियो। यो मन्दिरमा चाहिँ तपाईँको यो मन्दिरमा अत्यन्तै पुरानो मूर्ति रहेको होइन। यहाँ चाहिँ पूजाआजा हुने गरेका मूर्तिहरू चाहिँ तपाईँको निकै पुरानो रहेको कुरा चाहिँ इतिहासकारहरूले तथा धार्मिक विदहरूले पनि विभिन्न समय विभिन्न स्थानमा चाहिँ बताउँदै आएका छन्। त्यसो त यो मन्दिरको यो स्वरूप जुन छ, यो स्वरूप निर्माण भएको चाहिँ जम्मा 125 वर्ष मात्रै पुरा भएको देखिन्छ। तर पनि यहाँ भएको मन्दिरको चाहिँ मूर्ति जुन छ, त्यो मूर्ति चाहिँ 700 वर्ष चाहिँ पुरानो भएको चाहिँ कुरा चाहिँ यहाँका चाहिँ मानिसहरूले चाहिँ बताउँछन्। विशेष गरी यहाँको मानिसहरूले पनि बताउँछन् कतिपयले। अनि त्यस पछाडि चाहिँ अर्को महत्त्वपूर्ण कुरा भनेको यहाँको चाहिँ तपाईँको यो जुन मूर्तिको होइन, यहाँको प्रतिमाहरूको सन्दर्भमा चाहिँ विभिन्न संस्कृतविदहरूले पनि यो कुरा चाहिँ विभिन्न स्थानमा बताउँदै आएका छन्। त्यसो त यो प्रतिमा चाहिँ कसले फेला पार्यो यहाँको भन्ने सन्दर्भमा चाहिँ तपाईँको यो 1417मा चाहिँ भारतबाट चाहिँ जनकपुर आएका आदि महन्त सुर किशोर दास वैष्णवले चाहिँ फेला पारेको मूर्तिहरू हुन् भनेर चाहिँ भनिन्छ। यो चाहिँ तपाईँको यो मन्दिर जुन छ क्षेत्रफलका हिसाबले चाहिँ नेपालमा रहेका सबै मन्दिरहरूभन्दा चाहिँ धेरै चाहिँ क्षेत्रफलमा फैलिएको मन्दिर छ। अब एकचोटि चाहिँ हामीले सर चाहिँ यो मन्दिरको चाहिँ सबै दृश्यलाई चाहिँ देखाउँछौँ, घुम्दै देखाउँछु मैले। र कतिपय स्थानमा म आफू बोलेर तपाईँहरूको बिचमा चाहिँ श्रव्य सामग्रीहरू प्रस्तुत गर्नेछु भने कतिपय स्थानमा म नबोलिकन यहाँभित्रका दृश्यहरू तपाईँहरूको बिचमा चाहिँ प्रस्तुत गर्नेछु। यो मन्दिर चाहिँ तपाईँको पुरानो इतिहास एवं हाम्रो चाहिँ त्रेतायुगसँग पनि सम्बन्ध राख्छ। माता सीताको जन्मस्थली भएको कारणले गर्दा र यहाँ चाहिँ हिन्दू धर्मावलम्बीहरू जति पनि छन् उनीहरूको चाहिँ अत्यन्तै चाहिँ ठुलो आस्थाको केन्द्रबिन्दु पनि मानिन्छ यो मन्दिर। यो मन्दिरमा चाहिँ निर्माणकर्ताले चाहिँ आफ्नो सन्तान प्राप्तिको चाहना सँगसँगै मन्दिर निर्माण गरेको कारणले गर्दा कतिपय मानिसहरू चाहिँ यहाँ सन्तान प्राप्तिको चाहना पुरा होस् भन्ने उद्देश्यले आउँछन् भने कतिपय विशेष गरी चाहिँ भगवान रामचन्द्रलाई इष्ट तथा आराध्यको रूपमा पुज्नेहरूले चाहिँ आफ्नो इष्ट तथा आराध्य भगवान श्री रामचन्द्रको र माता जानकीको अर्थात् माता सीताको पूर्ण कृपा प्राप्ति होस् भन्ने उद्देश्यका साथ यहाँ चाहिँ मानिसहरू आउने गर्छन्। त्यसो त जनकपुर धाममा यो मन्दिर जुन छ यो अत्यन्तै धेरै क्षेत्रमा चाहिँ फैलिएको देखिन्छ र तपाईँले देख्न सक्नुहुन्छ अत्यन्तै आकर्षक
शैलीमा चाहिँ निर्माण भएको छ है। अब यो तपाईँ हामीले चाहिँ जनकपुर धाममा चाहिँ देखिने यो मन्दिरभन्दा बाहेक अन्यत्र प्राय कमै चाहिँ यस्ता मन्दिरहरू निर्माण भएको देख्छौँ जुन चाहिँ मुगल शैलीमा चाहिँ निर्माण गरिएको चाहिँ मन्दिर हो यो होइन। र यसमा चाहिँ तपाईँको फेरि मिथिला संस्कृतिसँग जोडिएका विभिन्न कला कौशल एवं संस्कृतिहरू पनि यहाँनिर चाहिँ छन्। तपाईँले देख्न सक्नुहुन्छ धेरै स्थानबाट धेरै भक्तजनहरू चाहिँ दर्शनका लागि चाहिँ यहाँनिर चाहिँ उपस्थित भएका छन् है। जुन चाहिँ हामी पनि यही सिलसिलामा यो मन्दिरको दर्शन गर्नका लागि चाहिँ यहाँनिर चाहिँ उपस्थित भइराखेका छौँ। यहाँनिर चाहिँ मन्दिरको प्राङ्गणमा छौँ। हामीले चाहिँ तपाईँलाई अन्य स्थानको चाहिँ दृश्यहरू पनि देखाउन चाहिँ बाँकी नै छ। हामी अन्य स्थानका दृश्यहरू साथसाथै तपाईँको चाहिँ यहाँ भएको चाहिँ विभिन्न चिजहरूका चाहिँ पुराना जानकारीहरू जुन छन् तपाईँ हामीले चाहिँ कतिपयले चाहिँ नसुनेका चिजहरू यहाँ चाहिँ हामी सोध्नेछौँ बुझ्नेछौँ होइन। अनि त्यसपछि यहाँ भएका कला संस्कृति आदिलाई पनि हामीले तपाईँको बिचमा चाहिँ प्रस्तुत गर्ने नै छौँ। घुमेर चाहिँ हामी निक्लिसक्यौँ होइन। अब चाहिँ फर्किने कुरा छ। दामी आएको नानु है यता 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 जानुभयो हजुर। अब चाहिँ हामीले जनकपुर धामको घुमघाम सकेर अब चाहिँ हामी खाना खानको लागि जाँदैछौँ।